ल टिकट क्यान्सल गरिदिए यो छाता। Hello everyone, welcome back to my channel again. So much work duty ko and it was very tiring day. It was like so tiring work today. Okay, she wants to say hello. Hello Banus. She's my baby girl, Gracie. What's your name? Gracie Bujel. Okay. It's been a long since I haven't uploaded a vlog, so I decided to make video today. Okay, आज के हुँदैछ भने चाहिँ आज के हुँदैछ भने चाहिँ हाम्रो घरमा चाहिँ मासु पाक्दैछ है गाइस, मासु. So if you are a masu lover, you can subscribe to my channel. Anyways, हामीले चाहिँ pork and pork curry, chicken चाहिँ अलरेडी यहाँ बनाइ पनि सकेछ, धनिया रेडी गर्दैछ. यो अचार चाहिँ मेरो कान्छी बहिनीले कलेज लानु आँटेको 3-4 यस्तो कन्टेनरमा थुप्रो गरेछ कि उसको चाहिँ. भोलि चाहिँ मेरो कान्छी बहिनी जाँदैछ, त्यसको लागि फ्यामिली एउटा डिनर गर्नको लागि फ्यामिली डिनर गर्ने हो आज चाहिँ. अन्त त्यसले गर्दा keep watching till the end. Okay, actually हाम्रो प्लान चाहिँ we wanted to go outside डिनरको लागि, बट मेरो आमाले चाहिँ घरमै नै बनाएर खाउँ भनेर त्यस्तो कुरा भएर चाहिँ घरमा नै प्रिपरेसन गर्दैछ. हामी जस्ट यता फ्यामिली मात्रै, अब चाहिँ बाहिर जाने भनेर सोचेको थियो तर हामी बाहिर गएन. And my sister is going to her college tomorrow, so it's like a small gathering also. Time flies so fast here, that's so true guys. She had just arrived 1 month ago and we didn't even feel like it was 1 month. I just feel like she came yesterday and going tomorrow. Yeah, that's the reality, so we cannot do about it. So after 1 year only she will be coming on her vacation, or she may not come next year, but this year she came. And yeah, we were not able to not able to go to any like outings or do any fun things, but due to our busy work schedule, so we could not make time also. But next time we will surely go outside, do some fun things when she comes back. यहाँ चाहिँ छ आजको डिनरको कुकम्यान. के पकायो कुकम्यान भनिदिनु अलिकति. यहाँ सुँगुरको मासु पकाएको छ, अन्त यहाँ दाल बनाएको छ. देखाउनु दाल, मुसुरी दाल. अन्त अरू के पकायो? यहाँ चाहिँ मेरो कान्छीको लागि दाछी बनाइदिएको छ. सागको दाछी. यो चाहिँ भोलि जाने मान्छेको लागि आज त्यो भेजिटेरियन हो, त्यसले गर्दाखेरि. अन्त यहाँ चाहिँ चिकन बनाइदिएको छ, चिकन फ्राई. यति हो. सालाड बनाउने. अचार बनाउनु पर्ने छ. ए ल, ए राछि यो चाहिँ. लु गाइस, यति हो आज हाम्रो सब्जी डिसहरू चाहिँ. यहाँ छ इथेन. हाई इथेन. यसको दाँत पलाएछ होइन? दाँत देखाउनु. चारवटा रहेछ हौ, 4टा. बेसीको दाँत कति छ? 500. आम्माम्माम्मा. या भोलि कति बजीको फ्लाइट अरे? 2:45 को. यहाँबाट कति बजी जानुपर्ने? 7 बजी. 7 बजी यहाँबाट जानुपर्ने. को जाँदैछ? साथीहरू जाँदैछ. ए कस्तो लाग्यो भेकेसन? राम्रो लाग्यो. जानु पनि मन छ. ल टिकट क्यान्सल गरिदिए.
मामा खाने ओके ओ गरेर डिनर पनि खाइसक्यो यति मिठो बनाएको थियो कि मेरो आमाले सबैतिर खाइसकेर एकदम अगाडि बसिरहेको छ त्यही भोलि जानेरले चाहिँ यहाँनिर अब भोलिदेखि थालबुटुका धुनु पाउँदैन होला भनेर अहिले यहाँ लास्ट थालबुटुका धुँदैछ खासमा चाहिँ केही यसले कहिले पनि धुँदैन तर आज चाहिँ भोलि जान्छ भनेर चाहिँ धुएको अब चाहिँ म चाहिँ फ्रेस हुन्छु छोरी ल कस्तो थियो मैले पकाएको मिठो रहेछ हौ मिठो भयो तँलाई कस्तो भयो मिठो भयो ल अब चाहिँ दोमा खानु पर्यो अगायो बसै बसो भयो बसै बसै भयो गाइस अब चाहिँ डिनर पनि सबै सक्यो अब चाहिँ मजाले नुहाउनु पर्ने हुन्छ फ्रेस हुनुपर्ने हुन्छ गरम पनि पुरा गरम पनि भयो आज त्यो माथि कस्तो टाइम डे थियो लेट यो घरमा आइपुग्यो ड्युटीबाट अन्त अब चाहिँ फ्रेस हुनु जान्छु ल अन्त त्यसपछि भेटौँ गुड मर्निङ गाइस सेम भ्लग अनदर डे सो हिजो चाहिँ हामी डिनर खाएर मेरो भ्लग यतिमै एन्ड गऱ्यो आज चाहिँ पानी परिरहेको छ इट्स रेनिङ गाइस आई डोन्ट नो देख्छ कि देख्दैन भिडियोमा बट इट्स रेनिङ एन्ड मेरो बहिनी चाहिँ रेडी भएर आमा आप्पाले ड्रप गर्नु जाँदैछ यता भिडियोमा ऊ तल पुगेछ यो छाता उड्ने चाहिँ मेरो बहिनी जाँदैछ अगाडि अगाडि आप्पा आमा यहाँ आप्पा आमा पनि जाँदैछ उयो माथिसम्म ड्रप गर्नु त्यहाँ चाहिँ 27 को गाडी छ
Okay, just to give the quick update, it's like you can video on I will video on this. So guys, if you're new here, to subscribe to my channel. And yes, that's for it. See you in the next vlog.